हाम्रो देशको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई चाहिँ पत्रकार दिवाकर शाहले चाहिँ जे होस् आमा नमस्ते भन्दाखेरि चाहिँ म होइन तपाईहरुको आमा, तपाईको चाहिँ आमा चाहिँ तिम्रो आमा चाहिँ के रे बालेनको श्रीमती होला नि यताउता भनेर चाहिँ जे होस् भन्दैनथ्यो। तर यत्रो होइन यति धेरै पढे लेखेको मान्छे होइन, नेपालकै पहिलो महिला प्रधान न्यायाधीश भइसकेको मान्छे, नेपालको पहिलो महिला प्रधानमन्त्री भइसकेको मान्छेले चाहिँ यस्तो कुरा गर्न चाहिँ अलिकति सुहाएन कि जस्तो लाग्छ मलाई चाहिँ नर्मली है। किन भन्दाखेरि चाहिँ तपाईको उमेर पनि आमा भन्ने जस्तै छ हैन। अनि तपाईले आमा नभनेर के भन्ने त? आमा नभनेर के भन्ने भन्नुस् त? तपाईले अलिकति यही हो भन्ने अलिकति सुहाएन के बोल्ने तरिका अलिकति सायद तपाईलाई डाड भयो होला नि त विभिन्न कुराहरु चाहिँ नर्मली। अब यो भन्दा अगाडि तपाई प्रधानमन्त्री हुँदा पनि हैन आफ्नो आसेपासेलाई जागिर लगाएकै हो, दिएकै हो आफ्नो नजिकका मान्छे है। त्यति धेरै नै तपाई स्वच्छ हुनुहुन्छ भने चाहिँ तपाईले हैन आफ्नो नजिककै मान्छेले किन जागिर लगाएको? आफ्नो पिए सीए के हुन्छ सबै आफ्नै मान्छे लगाएको भने चाहिँ हामीलाई थाहा छैन र न्यूजमा हल्ला भएको हैन हैन कन्ट्रोभर्सीमा पर्नु भएको हैन तपाई आफ्नो आसेपासेलाई जागिर खुवायो भनेर चाहिँ हो कि हैन भन्नुस् त? त्यतिकै स्वच्छ नै हुनुहुन्छ भने चाहिँ किन गर्नुभयो त्यस्तो? त्यो कुराहरु हुन्छ। तपाईले अलिकति डाड भयो के कसैले राम्रो गर्छ, तपाईले गरेका निर्णयहरुलाई अलिकति हैन उल्टाउँछ है। तपाई पनि अलिअलि कता कतै मलाई शंका पनि हुन त पहिलेदेखि अलिअलि मलाई शंका त लागिरा थियो तपाईमाथि हैन। किन भन्दाखेरि तपाई नेपालको पहिलो प्रधानमन्त्री बन्नु भन्दा अगाडि चाहिँ तपाईले के भन्नुभयो त थाहा छ? त्यस्ता भ्रष्टाचार नाथे हैन, त्यस्तो भ्रष्टाचार हटाउनले त नर्मली हैन 5 दिन लाग्छ भनेर भन्नुभयो थियो। तर तपाई पनि त 3-4 महिना कति महिना हो, 3-4 महिना 5-6 महिना कति हो प्रधानमन्त्रीको पदमा बसेकै हो। के उखल्नु भयो? केही पनि गर्न सक्नु भएन। वास्ते यहाँ से असुविधा लिएछ गएछ यताउता त्यो एउटा गर्नुभएको चाहिँ राम्रो काम गर्नुभएको त्यो एउटा चुनाव गराउनु भएको देशमा चाहिँ देशमा एकदम हैन नराम्रो देशको एकदम नराम्रो अवस्थामा तपाईले चाहिँ चुनाव गराउनु भयो। एउटा स्थायी सरकार दिनुभयो चुनाव गराएर है, शान्तिपूर्ण चुनाव गराउनु भयो। तपाईले गरेको त्यति मात्र हो, अरु त्यस्तो विशेष केही पनि छैन नढाटिकन भन्नु पर्दा। बुझ्नुभयो? अहिले आएर चाहिँ तपाईले डाडरिस गरेर हुन्छ है। कतिपय कमी कमजोरी बालेनका पनि होलान् त्यो मैले भन्दैन छ, मान्छे हो मान्छेमा कमी कमजोरी हुन्छ। तर बालेन भनेको चप्पल पड्काएर आएको मान्छे हैन, बालेन भनेको चप्पल पड्काएर आएको मान्छे हैन। उलाई भ्रष्टाचार गर्नु छैन, उलाई सम्पत्ति जोड्नु छैन। किन भन्दाखेरि अलरेडी अथाह सम्पत्ति छ, उसको जम्मा एउटा मात्र बच्चा छ है। उलाई कसको लागि सम्पत्ति जोड्न छ? काठमाडौँमा 5 तले घर छ है, मधेसतिर त्यति धेरै बिघाका बिघा खेत छ, कसको लागि सम्पत्ति जोड्न छ? अरु नेता जस्तो प्रचण्डे शेरबहादुर देउवा केपी ओली जस्तो चप्पल पड्काउँदै त आएको हैन उ कि उलाई सम्पत्ति जोड्न छ उतातिर हैन, रिलेसन बनाउनु पर्छ। उसको रिलेसन अलरेडी सबैसँग छ, राम्रो रिलेसन छ। उसलाई कसै आसे पासे आफ्नो मेरो छिराउनु छैन है। त्यत्रो 3 वर्ष 4 वर्ष हैन 3 वर्ष 3.5 वर्ष जति हैन मेयरको पदमा हुँदा पनि कसैले औंला उठाउन सकेन कि कतै भ्रष्टाचार 1 पैसाको पनि भ्रष्टाचार गरेको छ अथवा आफ्नो आसे पासे कसै घुसाएको छ भने चाहिँ कसैले औंला उठाउन सकेन। त्यस्तो मान्छेलाई अहिले आएर तपाईले डाड गरेर हुन्छ? उले जे गरेछ राम्रै गरेछ हैन। उले अहिले अब तपाईले हैन मन परेको मान्छेलाई प्रधान न्यायाधीश बनायो यताउता ठिकै गरेछ त, नराम्रो त गरे छैन हैन। जसले राम्रो काम गर्छ उसलाई चाहिँ उसले प्रधान न्यायाधीश बनायो नेपालको, राम्रो गरेछ त। जनताहरु खुसी छन् त त्यसबाट। झोलेहरुले बनाउन पर्छ, पार्टीकै मान्छेलाई बनाउन पर्छ भने त छैन हैन। उले नराम्रो काम केही पनि गरेको छैन है कि उसलाई चाहिँ ढाकछोप गर्नको लागि आफ्नै मान्छे चाहियोस्। उले आफ्नो मान्छे भन्दा पनि राम्रो मान्छेलाई चाहिँ जस राखेको आमा। बुझ्नुभयो है? यस्तो अलिकति सुहाएन के आमा? अलिकति के बोल्ने के नबोल्ने यसो विचार गरेर बोल्दा चाहिँ राम्रो हुन्छ। तपाई त यतिकै पनि हैन धेरै कुराहरु छन् तपाईको हैन, धेरै कुराहरु छन्। अस्ति पनि आफ्नो चाहिने नचाहिने आफ्नो मान्छेहरुलाई चाहिँ जस घुसाउनु भयो हैन। त्यसपछि गृह मन्त्री ओम प्रकाश अर्याललाई चाहिँ हैन त्यहाँ जस उला पनि जस सिफारिस गर्नुभयो है। अनेक छ त तपाईको। अब तपाईको श्रीमानकै कुरा गर्नु पर्दा भित्री पर्सनल कुराहरुमा त जान हुन्न भन्ने छ, तर पनि अब कुरा आएपछि अलिकति गर्न पनि पर्छ। तपाईको श्रीमान चाहिँ हैन के रे प्लेन हाइजेकर हैनन्, प्लेन हाइजेक गरेका हैनन् उति बेला। रिजन जेसुकै थियोस् त्यो आफ्नो ठाउँमा छ, रिजन होला विभिन्न हैन पञ्चायत कालहरु थियो होला त्यति बेला चाहिँ रिजन विभिन्न किसिमको थियो होला। तर प्लेन हाइजेक त गरेका हो नि त बुढाले तिम्रो श्रीमानले हैन। जन आमा भनेछ मान्छेले रेस्पेक्ट गरेको छ है, तर पनि रेस्पेक्ट गर्यो भन्दैमा टाउकोमा चढ्ने हैन के आमा। बुझ्नुभयो? अलिकति यसो हिसाब किताबले बोल्दा राम्रो हुन्छ के। त्यत्रो नेपालको हैन पहिलो प्रधानमन्त्री भइसकेको मान्छे हो
है। अब राम्रोसँग बोल्न सक्नुहुन्न भने चाहिँ मिडिया अगाडि नआएकै राम्रो, बाहिर खासै ननिस्के घर यहीँ बस्ने, अब उमेर पनि भएको छ, घरभित्रै बस्ने, आराम गर्ने, रेस्ट गर्ने है। अब नोकर चाकर पक्कै पनि होलान् होइन, तपाईँ पनि त ठुलो बडा मान्छे नै होलान् भने नोकर चाकर होलान्, बस्दा खाना बनाउन भन्ने, मिठो मिठो खाने, बस्ने, सुत्ने, उमेर पनि भइसकेको छ, फाल्तु बाहिर किन निस्किनु पर्यो त्यस्तो छ भने चाहिँ है, बोल्न स्वर पाउनुहुन्न भने चाहिँ है। कुरो त्यही हो। बाँकी चाहिँ होइन आफ्नो विचार चाहिँ कमेन्टमा राख्नु होला है। बोल्दाखेरि होइन अरूलाई चाहिँ जस पनि होइन अभद्र शब्दहरू प्रयोग गर्नुहुन्न, मनमा लागेको कुराहरू चाहिँ बोल्न सक्नुपर्छ, पाउनुपर्छ। यो चाहिँ जे होस् होइन मानव अधिकार हो है, सबैले बोल्न पाउनुपर्छ भन्ने चाहिँ मेरो धारणा हो है। आफ्नो विचार चाहिँ कमेन्टमा लेख्नु होला। थ्याङ्क यू।